ल साथीहरु आज फेरि म वृद्ध कोपा र कोमाकोमा सहयोग लिएर जाँदैछु। सहयोग पठाइदिनु भएको छ हाम्रो आदरणीय दाजु दीपक पकवाल, उहाँले 30,000 पठाइदिनु भएको छ भने चन्द्र चौहानले 5,000, कुल रकम 35,000 लिएर म जाँदैछु। सबैजनाले मेरो भिडियोहरु चाहिँ हेर्दै गर्नु होला है त। नमस्कार सम्पूर्णमा, म भुटानी भाइ विशाल चौहान। हजुरहरु सबैले चिनिराख्नु भएको छ मलाई। पत्रिका क्याम्पमा चाहिँ म दुःख गाह्रो अप्ठ्यारो सारो परिस्थिति परेको ठाउँमा आउने गर्छु। यहाँ पनि मलाई मेरो आदरणीय दाजु राज खनालले बोलाएर कोपाकोमाको लागि म आएको थिएँ र दुई तीन दिन अगाडि केही भिडियो पोस्ट गरेको थिएँ र त्यो भिडियो पोस्ट गर्दा पनि हाम्रो आदरणीय दिदी डोमा थापा, उमा चम्लागाई, छली नेपाल अनि पूर्णिमा महतले पनि सहयोग गरिदिनु भएको थियो। त्यसैगरी आज फेरि बालापन सेक्टर जे पत्रिकाको सेक्टर जे मा बिताउने हाम्रो आदरणीय दाजु समाजसेवी दीपक पकवाल र सेक्टर जे कै चन्द्री चौहानबाट पनि 5,000 सहयोग गरिदिनु भएको छ र हाम्रो दीपक दाइले 30,000 सहयोग गरिदिनु भएको छ। यसरी नै कोपालाई अझै धेरै खर्च लाग्ने भएकोले गर्दा चाहिँ हामी भिडियोहरु पोस्ट गरिरहेका छौं। हजुरहरुले पनि सकेको सहयोग गरिदिनु होला। हामीले जति पनि कलेक्सन गरेको यो रकमहरु हुन्छ, हामीले चाहिँ यहाँ हाम्रो आदरणीय सर सुकमान लिम्बू उहाँलाई नै हामीले राख्न दिने गर्छौं अनि कुल एकमुष्ट पारेर उपचारको क्रममा लगाउने नै छौं। तपाईहरु पनि जो कोहीलाई कोपाकोमा यी वृद्ध कोपाकोमाको लागि सहयोग गर्न मन लाग्यो भने हजुरहरुले मलाई सिधै फोन गर्न पनि सक्नुहुन्छ, कमेन्ट्स गर्न पनि सक्नुहुन्छ, इनबक्समा आएर कुरा गर्न पनि सक्नुहुन्छ। अनि मेरो नयाँ युट्युब च्यानल भुटानी भाइ छ, सबैजनाले सब्स्क्राइब गरिदिनु होला। यो वृद्ध कोमाको मुहारमा खुशी ल्याउन धेरै प्रयास गरिरहेको छु। हजुरहरुले पनि सकेको सम्म प्रयास गरिदिनु होला। अहिले चाहिँ म यो उठेको रकम दिन गइरहेको छु। यो रकम पठाइदिनु हुने चाहिँ हाम्रो आदरणीय मनका धनी दाजु दीपक पकवाल 30,000, चन्द्री चौहान 5,000। अब यो चाहिँ म रकम यहाँ जिम्मा दिन गइरहेको छु। यो 5,000 चाहिँ फाल्टै हो कि 5,000 यो चन्द्री चौहानले पठाइदिनु भएको। यहाँ चाहिँ 30,000 चाहिँ गर्नुस् त, गर्नु नगर्नु गनेको राम्रो। आदरणीय दाजु दीपक पकवाल अनि मनकै धनी आदरणीय दिदी चन्द्री चौहानलाई तपाईहरुले पठाइदिनु भएको रकम मैले जस्तोको तस्तै ल्याएर यहाँ हाम्रो आदरणीय सर सुकमान लिम्बूज्यूलाई दिइसकेको छु। अब हामीले यो रकम चाहिँ एकमुष्ट पारेर कोपालाई फेरि पुनः हस्पिटल लगेर कोपाको थप उपचार गर्नेछौं। अनि हजुरहरुले पनि सकेको सपोर्ट सबैजनाले गरिदिनु होला। मेरो काम कस्तो लाग्छ हजुरहरुले मेरो काम हेरेर लाइक कमेन्ट शेयर गरिदिनु होला। धन्यवाद। कोमा उता अमेरिकाबाट नि दीपक पकवाल नाति, उता पकवाल नातिले 30,000 पठाइदिनु भएको रहेछ। अनि चन्द्री चौहानले 5,000। तपाई खुसी हुनुभयो? हो ए ल। हजुर चाहिँ यहाँ हाम्रो कोपाको के पर्नु? भान्जी। हजुर। अनि तपाईलाई चाहिँ कस्तो लाग्दैछ हामीले कोपालाई यसरी गरिरहेका छौं? हजुर सबै अब भाइहरु, अब दाजुभाइहरु, दिदी बहिनीहरु भएर सबै भएर हाम्रो कोपालाई यतिसम्म पारेका छौं हैन। धेरै धेरै धन्यवाद हैन। खर्च अब रुपियाँहरु लगाइदिनेलाई पनि धेरै धेरै मदेखि चाहिँ धन्यवाद दिन्छु। सबै भएर अब उपचार गरेर यतिको पारेका छौं हैन। सबैलाई खुसी होस् हैन, खुसी होस्, राम्रो होस्। अझै पनि कोपालाई फेरि पनि लानु पर्नेछ। सबैले सहयोग गरेकोमा धेरै धेरै मदेखि चाहिँ धन्यवाद। हुन्छ, सबैजनाले यो भिडियो हेरेर लाइक कमेन्ट शेयर गर्न चाहिँ नभुल्दिनु होला। अनि यो पत्रिकामा अझै धेरै यस्तो दुःखहरु कति ठाउँ छ। हामीलाई पहिला हस्पिटलहरु हुँदा खानेकुरा सबैतिरबाट दिँदा सबै संस्थाले हेर्दा त हामीलाई कति धेरै दुःख थियो भने अहिले हामीलाई केही नै दिदैन कुनै पनि संस्थाले भने अहिले हामीलाई कति दुःख छ होला। जसको चाहिँ कोही छैन त्यसको भगवान हुनुहुन्छ भन्छन्। त्यस्तै तपाईहरुले भगवान बनेर एक एक थोपाले समुद्र बन्छ। त्यस्तै अलि सहयोगले पनि धेरै ठुलो रकम उठ्न सक्छ। त्यही रकमले लगाएर चाहिँ मैले कोपालाई फेरि थप उपचार गर्ने प्रयास गरिरहेको छु।
सबैजनाले सकेको सपोर्ट गरिदिनु होला। धन्यवाद। अब मैले चाहिँ यसो गाउँघरमा तपाईँ त बुढोपाका मान्छे, तीमाथि हाम्रो बाबुहरूसँग साथी हुने तपाईँ, त्यही भएर मैले उठेको रकम चाहिँ हजुरलाई दिइरहेको छु। अनि हजुरले चाहिँ के भन्नुहुन्छ त? अब यहाँ के भन्छ भने सबैजनालाई विशेष गरी अब विशाल भाइलाई धन्यवाद होइन। अब सबै कुरो यसरी अब देश विदेशमा यसरी जुटाइदिनु भएकोमा होइन। अब यहाँ कोपाकोमाको पनि अवस्था नाजुक भएकोले त्यसमा चाहिँ अब विशाल भाइले सबैतिरबाट अब यसो अब कन्ट्याक्ट गरेर त्यहाँदेखि चाहिँ अब सबै अब त्यहाँदेखि चाहिँ उहाँदेखि सहयोग गर्ने विदेशबाट सहयोग गर्ने सहयोगी दाताहरूलाई पनि धेरै धेरै धन्यवाद होइन। यो कोपाकोमाको अवस्था हेरेर हामीले नि यहाँ सक्दो चाहिँ अब हामीले नि सहयोग चाहिँ गरिरहेको छौँ। तर अब त्यसमाथि पनि अझै धेरै सहयोग चाहिँ अब विदेशमा रहने सहयोगी मनहरूलाई चाहिँ म धेरै धेरै धन्यवाद। ल धन्यवाद दाजु। अनि हाम्रो दिदी दाजु दीपक पकवाल, अहिले चाहिँ म वृद्ध खोमाकोपाको घरबाट हजुरले पठाएको रकम दिएर फर्किन लागिरहेछु। हजुरको यो महान सपोर्ट, यो महान सहयोग सदाभरि हाम्रो क्याम्पमा रहि नै रहोस्, किनकि क्याम्पको परिस्थिति धेरै गाह्रो छ। हजुरहरूको अरू साथीभाइहरूले इष्टमित्रहरूले पनि यो वृद्ध खोमाकोपालाई देखिसकेपछि म पनि केही गर्छु भन्ने मनमा आयो भने चाहिँ हजुरहरूले मलाई नचिने पनि मैले नाम लिएको दाजुभाइहरूलाई चिन्नुहुन्छ या साथीभाइहरूलाई चिन्नुहुन्छ या कसैलाई चिन्नुहुन्छ हुन्छ भने पनि उहाँहरूबाट पनि मसँग आउन सक्नुहुन्छ। तपाईँहरू सम्पर्कमा सबैजनाले अहिले चाहिँ कोपालाई सहयोग गर्ने बेला आएको छ, किनभने कोपालाई धेरै नै खर्च लाग्ने हाम्रो डाक्टरले बताइसक्नु भएको छ। त्यही भएर हामी फेरि कोपालाई लाँदाखेरि अलिक डह्रो भएर अलिक मजाले रकम लिएर जानुपर्नेछ। सबैजनाले सकेको सपोर्ट गरिदिनु होला भन्दै अहिले चाहिँ म अब घरतिर लाग्नु पर्यो। धन्यवाद।